सम्माननीय सभामुख महोदय, अत्यन्तं क्रूरता लोभम प्रजापीडनमेव च एते दोषा नृपस्यासु राज्य नाशाय कल्पते। जब राज्य शासक हदभन्दा बढी लोभी र निर्दयी भएर जनतालाई दुःख दिन थाल्छ, त्यो राज्य विनाशतिर जान्छ। गत भदौ 23 र 24 गते भएको त्यही हो र आज हामीले बाटो बिरायौं भने फेरि हुने पनि त्यही हो। म प्रथम पटक संसदमा बोल्दै गर्दा तमाम आन्दोलनहरू लोकतन्त्र प्राप्तिका लागि भएका, जसले म जस्ता र मेरो पुस्तालाई आज यहाँ उभिने स्थितिमा पुर्याए, जेनजी आन्दोलनदेखि सम्पूर्ण जनआन्दोलनसम्मलाई बराबर सम्मानका साथ स्मरण गर्न चाहन्छु र फेरि पनि भन्छु, शहीद प्रतिको मेरो श्रद्धाञ्जली तबसम्म ओठे औपचारिकता मात्र हुन्छ जबसम्म मेरो सरकारले जेनजी नरसंहारका अभियुक्तहरूलाई न्यायको कठघरामा उभ्याउँदैन। अब नियमापत्ति आउने त निश्चित छ, अस्ति पनि आयो। त्यसकारण अग्रज माननीयको इगो मसाजका लागि म मेरो राजनीतिक आदर्श जननेता कमरेड मदन भण्डारीको एउटा स्टेटमेन्ट कोड गर्न चाहन्छु। आफ्नो बहुचर्चित भाषण जुन सर्वत्र उपलब्ध छ, त्यहाँ जननेता मदन भण्डारी भन्नुहुन्छ, त्यो मरिसमानले मारेको होइन त्यत्र मान्छे, उसको आँट पुग्दैन थियो, त्यो त महाराज धिराजको कृपा हो। यो मेरो शब्द होइन, जननेता मदन भण्डारीको शब्द हो। के नेकपा एमालेका कुनै माननीयलाई मदन भण्डारीको यो मन्तव्यमाथि शङ्का छ? अनि त्यति बेला जनआन्दोलनको नरसंहारको जिम्मेवारी तत्कालीन शासक हुन्छ